को रक्षा गर्नुपर्छ भन्ने लागेको थिएन। तपाईहरू सबै भागेर आफ्नो दुलोमा पस्नु भएको थियो। केपी शर्मा ओलीको कोर्टको गोजीबाट फुत्त निस्केर सभामुख बन्नुभएका देवराज घिमिरेजी, तपाईँ अहिले संसद चाहिन्छ भनिरहनु भएको छ। तपाईलाई संसदको यस्तो माया लागेको भने 24 गते संसद भवनमा आगो बल्दा तपाईँ निभाउन किन आउनु भएन? अनि राष्ट्रिय सभामा प्रचण्डका भाइ भएकै कारण फुत्त प्रकट हुनुभएका नारायण प्रसाद दाहालजी, तपाईले पनि संसद चाहिन्छ भनेर विज्ञप्तिबाजी गर्नुभयो। माओवादीहरूको पनि मति यस प्रकारले फर्किएको देखेर म चाहिँ आश्चर्यमै परेको छु। देशमा जति पनि विध्वंस मचियो त्यसमा तपाईकै पार्टीका कार्यकर्ता पनि थिए भन्ने पनि थाहा छ कि छैन? विध्वंस, विनाश, आगजनी र लुटपाटको पृष्ठभूमिबाट आउनुभएका नारायण प्रसाद दाहाल पनि जनता सडकमा उत्रिएको दिन सबै छाडेर भाग्नु भएको थियो। तपाईहरूको शासनले तपाईहरूलाई जोगाउन सकेको थिएन। तपाईका कार्यकर्ताले तपाईहरूलाई जोगाउन सकेनन्। तपाईहरूले यस्तै हत्केलामा नचाउने प्रहरीले पनि